हामी बस्ने होटलतिर होला नि मागौँ नि दिन्छ कि सानो पहरा भन्ने ठाउँमा आएका छौँ आइपुगेका छौँ हाम्रो सुनिल भाइ डाँडामा छ एकदम मौसमले चाहिँ आज धेरै साथ दिएको छ। ल गाइस हाम्रो क्यामेरा मिल्दैछ हामी ग्रुपमा फोटो खिच्ने तयारी हुँदैछ कति हाने के हाने अर्को हानेर आइस क्या च्यापेर मलाई त्यही ठुलोबाट अलिकति मेरो बाइकमा राख ओइ त्यो मेरो बाइकमा ढोला आइदियो अब अहिले हिमाल देखिनेर खिच्नु पर्ने ओइ झर्ला हावाले त्यो माथि केही थिच्दैन एउटा पर्दैन भने हावा लगाएर हैरान्छ झर्यो त झरिहाल्यो गाइस सबैजना लाग्ने तर्खरमा छौँ ब्याग स्याग ढिला छौँ
हामी आएको बाटो बाइक आयो सिन चाहिँ सही छ घरै गरा मुनिको सिन यसको गाइज हाम्रो साथी यहाँ कुर्न पर्ने अवस्था छ। हेलो डाँडोको के डाँडो त थाहा छैन तर डाँडो चाहिँ डाँडो नै आएर ए धेरै हाइटमा आइसक्यो नि हामी यहाँ खेतका गराहरू छन्। कहाँ हरायो त तिनीहरू? डाँडा हो थाहा भएन कस्तो चढे क्या हो हामी आएको बाटो बाइक आयो सिन चाहिँ सही छ घरै गरा मुनिको सिन
त्यो नगर है ल जाने कहाँ रे भगवान डर जाने अब हामी सिधै कालो पानी अब हामी त यो चाहिँ माथि काला पानी उत्तरतिरको सिन हो यो होइन यो काला पानी भनेको तपाईँको त्यो पृथ्वीको त्यो नाइट ठुलो बस्ती छ सबै त्यही छ गाइस हामी सबैजना दुध खाने कार्यक्रम भइरहेछ हामी सबै केही नखाने पर्यो हामी सबैजना दही दुध खानुपर्छ तातो र यतैको गाईको प्योर दुध गाई भैँसी अब त्यही त हो नि लोकल गाइस हामी सुत्ने रुम आइपुग्यो यता छौँ तैँले हालेपछि भइहाल्छ हुन्छ तर आफूलाई पनि बाथरुम कस्तो छ बाथरुममा हामी सुतेका छौँ यता हात पनि छ कम्प्युटरले सेन्सरले काम गरेर रहन्छ हात तताउने हाम्रो नेक्स्ट डेस्टिनेसन कता हो त्यही अब यसो अर्को दिन कहाँ जाने हामी अर्को दिन कहाँ जाने भनेको अर्को दिन पैसा राख
त मेरो भिडियो नाचो त हात पाएर एकैचोटि बाँकी हालिहाल्यो अहिले ठिक छ बोलायो भाइ कागज होला नि त्यहाँ उचाइबाट खाएर भन कोही उचाइबाट माग्न नवीन हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हामी चाहिँ यहाँ सैलुङमा आएर यहाँ यस्तो दिँदैछौँ खाँदैछौँ ल है ल त्यहाँ हेर के लो उता मार्यो खोइ ए यो त के बत्ती बलिरहेको त हेर त पिक्निक ल के रहेछ यो खोइ कहाँ रहेछ खै ए ल ल ल ए आकाशमा चन्द्रमा बलिरहेको रहेछ गाइज बत्ती गएको छ हामी सुनसानमा छौँ आज रमाइलो भइरहेछ तारा चन्द्रमाको हाम्रो यो अर्थमा चन्द्रमा पृथ्वीमा चन्द्रमा बलिरहेको छ यता चार्जरको लाइट बलिरहेको छ सबै कुरा रमाइलो भइरहेको छ केटाहरू यो आगो बलिरहेको छ आगोको राप सबै रमाइलो भइरहेछ को कता हो मेरो गिलास पनि कता छ के छ मैले देखाएको छैन सबभन्दा राम्रो त सब हामी चन्द्रमाको लगभग हाइटमै छ चन्द्रमा लगभग हामीभन्दा लगभग 10-15 मिटर माथि छ त्यति मात्रै हो हामी चन्द्रमा तल 10-15 मिटर तल छ हाम्रो यो कसको गिलास लिएर मैले ए भाइ ला अन्धकारमा भइयो यो कसको गिलास हो थाहा भएन यो चिसो चिसो रहेछ यो मेरो हो तेरो हो ए यो मेरै होला यो तेरो हो सही हो नि सधैँ छैन खाएको छैन ल गाइज हामी मर्निङ वाक अब इभिनिङ वाक जाँदैछौँ यसो खाना खाना पऱ्यो खाना खानुभन्दा अगाडि हामी हिँड्दैछौँ यसो जिउ तताउन जिउ हल्लाउन होइन एक्सर्साइज गर्न अब के भन्ने अब सबैलाई हाम्रो चाहिँ यहाँ जङ्गलको छेउमा यहाँ बाघ साग चितुवा सितुवा जे पनि आउनु सक्छ त्यही पनि हामीलाई डर छैन हामी ग्रुपमा छौँ किनकि हामी 8-9 छौँ ए बाघ साग आयो भने त सिकारै गरिदिने हो नि खुइलाएर अहिले रातारात पार्टी डिनर हानिदिने हो नि होइन हाम्रो भुवन भाइ मसक्क मस्केर एकदम दिइरहेछ ल सबजना यता नदेखाउँ सबैजना मूत्र विसर्जन गर्दैछन् त्यसैले यता नदेखाउँ हामी हाम्रो होटेलको भ्यू देखाउँ हाम्रो होटेल कति राम्रो देखिरहेको छ यताबाट हेर्नुहोस् हेर्न सकिन्छ हाम्रो भ्यू ल राजन भन्दैछन् मलाई बोलाउँदैछन् म यता भिडियो खिचेर तपाईँहरूलाई देखाउँदैछु ल हेर्नुहोस् ल है हामी चाहिँ होटेलभन्दा हल्का तल छन् सबै आफ्नो ग्रुपमा झ्याप भएर कि के भएर कुरा मात्र गरिरहेछन् बसिरहेछन् चन्द्रमामाथि हामी डाँडा नजिक देखिरहेछ यहाँ प्रहरी चौकी पनि छ कुन चाहिँ चौकी रहेछ त हामी हेरिदिउँ न त प्रहरी बिट कलपानी कालापानी रहेछ 2000 कति हो हेर्नुहोस् अब त्यसको जीप गाडी पनि छ यहाँ चौकीमा पुलिसहरू पनि छन् होला सायद हामी चाहिँ जुम गरेर हेरिदिउँ न त के को छन्
जुममा मद्रो मद्रो आउँदो रहेछ है अलि त्यही हो नि यता जाउँ हाम्रो पप्पी यता सुतिरहेछ हाम्रो विजय भाइ यता गफ हानिरहेछ हाई गरिरहेछ ल सबैलाई हाई गुड नाइटमा तपाईँ कस्तो फिल भइरहेको एकदम रमाइलो भाइ धेरै पछि यत्रो बदमास छैन भाइ त्यसलाई भोकली लगाएर अलिकति भइरहेछ त्यो कसले हालिदेला भनेर हामीसँग लटपटक्क परिरहेछ नयाँ मान्छे त उसले स्वागत गर्ने हो स्वागत गरिरहेछ ठिक छ रमाइलो छ अझै जङ्गल छ यता बाघ भालु पनि हुनसक्छ यो जङ्गलमा चट्ट चन्द्रमा माथि आकाशमा देखिरहेछ हेर्नुहोस् के अनि अब यस्तै हो हामी चाहिँ यस्तै गरी बसिरहेछ ल राख्थ्यौँ ल एक्ज्याक्ट हामी होटेलमा पनि आइपुग्यौँ माछा सबै खाएर बसेको ठाउँ यही हो हामी होटेलतिर छौँ कहाँ रात बेला सुत्ने होइन नि होइन हाम्रो निशान भाइ म चाहिँ निशान मगराती म चाहिँ कटुन्जे खाँदैछौँ सबैजना नमस्ते हामी चाहिँ थकाली खाँदैछौँ खायौँ फेरि खायौँ गाइज अफिसियल्ली हामी खानसाना खाएर हामी रुममा आइसकेका छौँ हामी सुत्ने तर्खरमा छौँ हाम्रो भाइहरू सबै सुत्ने तर्खरमा छन् अब हामी सुत्न लागेको खान्छ एउटा बाथरुम साथरुम गएका छन् केटाहरू ल हाम्रो रुम पनि ठुलो छ हेर्नुहोस् यता बाथरुम पनि छ विजय भाइ पटुलार बसिरहेको छ यता सुत्ने सबैलाई रमाइलो भइरहेछ हिँड्छ केटाहरू हिँड्छ रमाइलो भइरहेछ अन्त अझ बाँकी छ है यत्रो अझ बेडहरू धेरै टन्नै खाली छ हामी फालाफाल गरेर इन्जोयसँग लडी बुढी गरेर सुत्नेछौँ लगाइ हामी सुत्न लागिसकेका छौँ पतारी आयो सुत्न लागेका छौँ अब हामी सुत्नेछौँ भोलि बिहान 5 बजीतिर हामी गन्तव्यमा सिकिन्छ राति बिहानको सोह्र जानै पर्दैन मानिस यहीँ छ सोह्र बाँच्नु पर्छ राम्रो कर्म गर्नुपर्छ राम्रो कर्म गर्नुपर्छ राम्रो विदाय हिँड्नुपर्छ सोह्र यहीँ छ केटाहरू सब भुस भइसकेका छन् विजय भाइ एउटा खडा छ अब म बत्ती निभाउँदैछु अब राति सुत्ने तर्खर भइरहेको छ लगभग 10:15 बजेर 20 मिनट भइरहेको छ ल अहिले हामी अन्धकारमा छौँ बाथरुमको बत्ती के बालेरै सुत्दिने हो हुँदा हो राति हुँदा सबै अन्धकारमा हिँडेका छन् पानी छ थाहा छ पानी राखेर सुतेको ल अब हामी सुत्ने गाइज हामी उठेका छौँ सबैजना रेडी भएका छन् हामी अब डाँडातिर माथि सनराइजतिर हेर्नलाई लागेका छौँ अहिले बिहानको ठ्याक्कै 5 बजेको छ फेरि अब हामी बाहिर बजाएर छ